हेलो फ्रेन्ड्स, हामी आजको क्लासमा हेर्न गइरहेका छौँ फोल्डर्स इन फ्लटर प्रोजेक्ट्स। हामी आज फ्लटर प्रोजेक्टभित्र रहेका फोल्डरहरूलाई डिस्क्राइब गर्न गइरहेका छौँ। फ्लटरमा धेरै फोल्डरहरू हुन्छ र हरेक फोल्डरमा के हुन्छ भन्ने कुरा आजको भिडियोमा हामी सिक्न गइरहेका छौँ। फ्लटरमा सुरुमा छ यो डट आइडिया भन्ने फोल्डर। यो डट आइडिया भन्ने फोल्डर चाहिँ के हो भन्दाखेरि डट आइडियामा चाहिँ हामीले कुनै म्यानुअल चेन्ज गर्नु पर्दैन। डट आइडिया भित्रको कोडलाई चाहिँ फ्लटर प्रोजेक्टले आफै ह्यान्डल गर्छ। यसलाई चाहिँ हामीले म्यानुअली कुनै चेन्ज गर्नु पर्दैन। त्यसपछि रहेको छ यो एन्ड्रोइड। यो एन्ड्रोइड भनेको चाहिँ हामीले कुनै एन्ड्रोइड स्पेसिफिक कुनै कोडहरू गर्नु पर्यो भने हामीले यो एन्ड्रोइड फोल्डरभित्र लेख्छौँ। हामीले हाम्रो कुनै कोडलाई अथवा कुनै सेटिङलाई तपाईँको एन्ड्रोइड स्पेसिफिक बनाउनु पर्यो भने एन्ड्रोइडमा मात्रै त्यसलाई त्यो कुनै नयाँ फिचर्स कुनै नयाँ सेटिङहरू एड गर्नु पर्यो भने चाहिँ हामीले त्यो कुराहरू चाहिँ यो एन्ड्रोइड फोल्डरभित्र लेख्छौँ। त्यसपछि रहेको छ हामीसँग एन्ड्रोइड फोल्डर पछि बिल्ड फोल्डर। यो बिल्ड फोल्डरमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले लेखेको कोडहरूलाई बिल्ड गर्नु पर्यो। कुनै एपिके हामीले कोड गरेको प्रोजेक्टलाई बिल्ड गरेर एपिकेहरू बिल्ड गरेको त्यो सबै कुराहरू चाहिँ बिल्ड फोल्डरभित्र हुन्छ। बिल्ड फोल्डरमा चाहिँ बिल्ड गरेको एपिके मात्र होइन कि यो प्रोजेक्टलाई रन गर्ने फाइल पनि बिल्ड प्रोजेक्टभित्रै हुन्छ। बिल्ड प्रोजेक्टभित्र चाहिँ डिबगवाला एपिके मात्र होइन कि हाम्रो फाइनल एपिके पनि यही बिल्ड फोल्डरभित्र नै हुन्छ। त्यसपछि बिल्ड पछि हामीसँग छ आइओएस फोल्डर। आइओएस फोल्डर भनेको एन्ड्रोइड फोल्डर जस्तै हो। यसमा पनि हामीले आइओएस स्पेसिफिक कुनै सेटिङहरू कुनै कोडहरू लेख्न सक्छौँ। कुनै कोड अथवा कुनै सेटिङ कुनै फिचर्स चाहिँ हामीले स्पेसिफिक आइओएसमा मात्रै राख्नु छ भने त्यसको लागि चाहिँ हामीले छुट्टै यही आइओएस फोल्डरभित्र चाहिँ कोड गर्नुपर्ने हुन्छ। त्यसपछि आइओएस पछि हामीसँग छ लिभ फोल्डर। यो लिभ फोल्डर भनेको फ्लटर प्रोजेक्टको सबसे मेन फोल्डर हो, किनकि यहाँ हामीले लेख्ने सबै कोडहरू एसेटहरू सबै यो लिभ फोल्डरभित्रै हुन्छ। लिभ फोल्डरभित्र डिफल्ट चाहिँ एउटा मेन डट डाट भन्ने हुन्छ र यसमा मल्टिपल फाइलहरू क्रिएट गरेर मल्टिपल फोल्डरहरू क्रिएट गरेर पुरै एसेटहरू पुरै कोडहरू सबै कुरा जति पनि हुन्छ सबै यो लिभ फोल्डरभित्र नै हुन्छ। त्यही भएर यो लिभ फोल्डर भनेको चाहिँ फ्लटरको सबसे मेन फोल्डर हुन्छ। त्यसपछि छ लिनक्स म्याक ओएस। यो वेब विन्डो भनेको नि सबै त्यही स्पेसिफिकको लागि हो। हामीले कुनै त्यो लिनक्सको लागि स्पेसिफिक कोड गर्नु पर्यो भने यसमा गर्नुपर्छ। वेबको लागि कुनै स्पेसिफिक फिचर्सहरू स्पेसिफिक कोडहरू गर्नु पर्यो भने चाहिँ वेब फोल्डरभित्र गएर गर्नुपर्छ र विन्डोजको लागि पनि त्यही हो। विन्डोजको लागि स्पेसिफिकहरू कोडहरू गर्नु पर्यो भने विन्डोजभित्र गएर गर्नुपर्छ। र यो टेस्ट भन्ने छ। यो टेस्ट फोल्डरमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले त्यो कुनै कोडलाई टेस्ट गर्नु पर्यो भने चाहिँ हामीले यो टेस्ट फोल्डरभित्र गएर त्यो कोडलाई लेखेर त्यो कोडलाई टेस्ट गरिन्छ। टेस्ट फोल्डरभित्र चाहिँ हामीले कुनै कोडहरू टेस्ट गर्नु पर्यो। कुनै कोडले कतिको स्टोरेज खान्छ, कतिको काम गर्छ, कतिको राम्रो पर्फर्मेन्स दिन्छ कि दिँदैन भन्ने कुरा टेस्ट गर्नु पर्यो भने चाहिँ हामी यो टेस्ट फोल्डरभित्र चाहिँ त्यो कोडलाई लेख्छौँ। त्यसपछि हामीसँग छ यो गिट इग्नोर। यो गिट इग्नोर भनेको चाहिँ यो भर्जन कन्ट्रोल सिस्टम हो होइन। यसमा चाहिँ हामीले कुन फाइललाई इन्क्लुड गर्ने कुन फाइललाई एक्सक्लुड गर्ने होइन, आफूले चाहेको फाइल इन्क्लुड गरेर एक्सक्लुड गरेर हामीले गिट पुल गर्न सक्छौँ। यो सबै कुराहरू हामी पछि आउने भिडियोहरूमा सिक्ने नै छौँ। अहिलेलाई भनेको एउटा बेसिक यसको एउटा समरी एउटा बेसिक मात्रै म यहाँ सिकाउन गइरहेको छु। यसको डिटेलमा चाहिँ हामीले फेरि भोलिका भिडियोहरूमा क्लासहरूमा सिक्ने नै छौँ। गिट इग्नोर पछि हामीसँग छ मेटा डेटा भन्ने फोल्डर। यो मेटा डेटा यो फोल्डर होइन, यो एउटा फाइल भनौँ यसलाई होइन। मेटा डेटा भनेको पनि यसमा हामीले कुनै म्यानुअल चेन्ज गर्नु पर्दैन। यो पनि फ्लटर प्रोजेक्टकैले नै म्यानेज गर्छ सबै कुरा। यसमा हामीले कुनै म्यानुअली कुनै चेन्ज गर्नु पर्दैन। त्यसपछि छ त्यसपछिको हाम्रो यहाँ मेन फोल्डर भनेको छ pubspec.yml। यसमा चाहिँ प्रोजेक्टमा युज गर्ने सबै डिपेन्डेन्सिजहरू एसेटहरू फन्ड्सहरू हरेक चिजको डिपेन्डेन्सीहरू यसमा एड गर्नुपर्छ। यो pubspec.yml लाई चाहिँ नि सपोर्ट गर्ने हेल्प गर्ने चाहिँ यो pubspec.lock हो। pubspec.lock लाई पनि हामीले कुनै म्यानुअली चेन्ज गर्नु पर्दैन। यो पनि प्रोजेक्ट आफैले ह्यान्डल गर्छ। यो pubspec.yml मा चाहिँ त्यही यो डिपेन्डेन्सिजहरू हामीले हाम्रो फ्लटर प्रोजेक्टमा युज गरिने जति पनि डिपेन्डेन्सिज जति पनि फिचर्सहरू प्याकेजहरू लाइब्रेरिजहरू एसेट फन्ड्स जति पनि हुन्छ सबैको डिपेन्डेन्सिजहरू चाहिँ यसमा एड गरेपछि मात्र त्यसलाई हाम्रो प्रोजेक्टमा युज गर्न सकिन्छ। त्यसपछि अन्तिम फोल्डर छ हामीसँग, अन्तिम फाइल छ readme.md। यो readme.md भनेको चाहिँ लेख्दा पनि भयो नलेख्दा पनि भयो होइन। यो चाहिँ के को लागि हो भन्दाखेरि चाहिँ यसमा चाहिँ हामीले हाम्रो प्रोजेक्टको बारेमा केही इन्फर्मेसनहरू लेख्न सक्छौँ।
आज यो फोल्डरहरूको बेसिक समरी हेरियो, बेसिक कुरा मात्रै आज मैले बताएँ। अब यसको बिस्तारै हरेक फोल्डरको डिटेलमा पछिको भिडियोहरूमा अझै मजाले सिक्ने नै छौँ। हस्त आजको लागि यति नै थियो। भोलिको भिडियोमा फेरि भेटौँला। हस्त नमस्ते।